तीर्थस्थल बुद्धिस्ट धार्मिक ऐतिहासिक एकदमै ठुलो तीर्थस्थल यो आमायाङ्ग्री। यो आमायाङ्ग्री एकदमै सुन्दर स्थानमा छ र यसले एकदमै ठुलो इतिहास धार्मिक महत्त्व बोकेको छ। यसका वरिपरि अरू 3वटा यस्तै चुचुरा छन् र त्यो 3वटा चुचुराको बीचमा यो आमायाङ्ग्री चुचुरो छ। यसको इतिहास यस्तो रहेछ। र यो आमा भनेको चाहिँ अब सबैको आमा भनेपछि त्यो बुझिहाल्यो हैन। अनि आमा झोमो याङ्ग्री भनेर हामीले भन्छौँ। त्यो आमा झोमो भनेको चाहिँ 15-16 वर्ष उमेरको कान्नी केटी। अनि याङ्ग्री भनेको त्यो लक्ष्मी देवी भइहाल्यो। गुरु पेमासान बाबा टिबेटबाट आउँदाखेरि चाहिँ यहाँ हेलम्बु यो हेल्मु गाउँ भन्छन्। गुरु पेमासान बाबाले चाहिँ राख्नु भएको उहाँ अब यो ठाउँलाई चाहिँ सुरक्षा गर्नलाई चाहिँ यहाँ 4वटा राख्नु भएको छ। एउटा आमायाङ्ग्री, अनि एउटा चाहिँ छाती लाचिन भनिन्छ, एउटा दोर्जे लेक्पा, एउटा छिरिङ च्याङ्गा, अनि एउटा चाहिँ यता पछाडि पर्छ गेनी लेरोङ भनेर पर्छ। सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा अवस्थित योल्मो भूमिको सिरानमा रहेको आमायाङ्ग्री मठ गुम्बा एक प्रमुख धार्मिक र सांस्कृतिक स्थल हो, जुन विशेष गरी योल्मो र तामाङ समुदायको बौद्ध धर्मावलम्बीहरूका लागि महत्त्वपूर्ण छ। यो गुम्बाको उत्पत्ति प्राचीन कालमा भएको मानिन्छ, जब बौद्ध गुरुहरूले हिमाली क्षेत्रमा ध्यान र तपस्या गर्न यो स्थान छनौट गरेका थिए, जसलाई किम्वदन्तीहरूले समेत पुष्टि गर्छ। आमायाङ्ग्री, जसको अर्थ मातृदेवी वा आमाको कृपा भन्ने बुझिन्छ, स्थानीय योल्मो समुदायको कुलदेवीको रूपमा पूजिन्छ र यो गुम्बा प्राकृतिक सौन्दर्य र आध्यात्मिक शान्तिको प्रतीक मानिन्छ। यो स्थलले बौद्ध धर्मको वज्रयान परम्परालाई प्रतिनिधित्व गर्छ, जहाँ ध्यान, मन्त्र र कर्मकाण्डीय पूजाहरू हुन्छन्। ऐतिहासिक दृष्टिकोणले यो गुम्बा हेलम्बु क्षेत्रको योल्मो संस्कृतिको केन्द्रबिन्दु हो, जसले योल्मो समुदायको मौलिक परम्परा, कला र जीवनशैलीलाई संरक्षण गरेको छ। यहाँ विभिन्न समयमा ल्योसार, छेयु जस्ता पर्वहरू मनाइन्छ, जसले सामाजिक एकता, धार्मिक आस्थालाई बलियो बनाउँछ। जुगल हिमालको काखमा अवस्थित यो गुम्बा पर्यटकीय दृष्टिकोणले पनि आकर्षक छ, जहाँ प्राकृतिक सौन्दर्य, शान्त वातावरण र सांस्कृतिक समृद्धिको अनुभव गर्न सकिन्छ। Full video in YouTube channel, check out guys. यहाँबाट चाहिँ थोरै देख्दैन।